हेलो नमस्ते। आज चाहिँ 2025 11th 30 तारिक छ। भोलिदेखि डिसेम्बर लाग्नेछ। सो अब 2026 आउनु 1 महिना मात्रै छ है बाँकी। सो अहिलेसम्म जति पनि सोच विचारहरू छ मेरो होइन, ग्रोथ हुँदै गयो। जब लकडाउन भयो 2019, त्यहाँदेखि मेरो सोच्ने तरिका अलिकति भिन्न हुँदै गयो होइन। जब साथीहरू पनि अलिकति डिफ्रेन्ट माइन्डसेट भएकोहरूसँग भेटेँ होइन, हल्का फुल्का घुलमुल भए, त्यहाँदेखि मेरो सोच्ने तरिका पनि उनीहरूको जस्तै भयो र बिस्तारै बिस्तारै त्यही सोच्ने क्षमता इभल्भ हुँदै गयो होइन। अब इन्टरनेटको जमाना आयो, इन्स्टाग्राम हेऱ्यो, भिडियो हेऱ्यो, यताउति हेऱ्यो। सो त्यो हेर्दा हेर्दै के भन्दाखेरि मेरो लाइफको जर्नीमा एउटा ट्रेडिङ होइन, फरेक्स भन्ने आयो। फरेक्समा पनि मैले मेरो अब बेस्ट दिन्छु, ल यो यस्तो यस्तो हो, मैले मेहनत गरेँ भने रिजल्ट पाउँछु भनेर। तर मैले मेहनत गरेँ, तर मेहनत गरे अनुसारले मैले फल पाइनँ। र मेहनत गरेँ तर कसरी अनकन्सिस्टेन्सी हुन्छ नि, एउटा डिसिप्लिन कन्सिस्टेन्सी भन्ने नै भएन होइन। कहिले 1 वर्ष हराइदिने, कहिले 1-2 महिना लस गरेपछि हराइदिने। जस्ट यो जर्नीमा मैले धेरै कुरा सिक्न पाएँ, स्पेसल्ली साइकोलोजिकल थिङ्स होइन। एउटा पेसेन्स कतिको इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा। र यो फरेक्स ट्रेडिङमा अति नै गाह्रो हुन्छ। मेन त हजुरको स्ट्राटेजी भन्दा पनि साइकोलोजिकल। जब तपाईँले एउटा सर्टेन स्ट्राटेजी या अब एउटा पिक गर्नुहुन्छ, एउटा स्ट्राटेजी तपाईँको हुन्छ होइन, त्यसलाई एप्लाई गरिसकेपछि एउटा कस्तो हुन्छ भने तपाईँको 1 हप्ता तपाईँ प्रफिटमा हुनुहुन्छ अरे, तर एउटा दुईवटा लसले गर्दाखेरि तपाईँको इन्टायर पेनल नै बिगारिदिन्छ होइन। तपाईँको सोच्ने तरिका बिगारिदिन्छ, तपाईँको सोच्ने क्षमता मेस्टअप पारिदिन्छ। सो र त्यही हो है। यो कुरामा चाहिँ मैले पनि ध्यान एकदम लिनुपर्ने हुन्छ, नत्र अहिले जस्ट अब आजदेखि अझै म सिरियस हुनु खोजिरहेको छु। त्यही भएर मैले यो भिडियो बनाउनुको कारण पनि त्यही हो होइन। अब म यो भिडियो युट्युबमा हाल्नेछु र म आफूलाई हेर्नेछु। अबको 4 वर्ष 2026 अबको 1 महिना पछाडि लाग्छ। अबको 4 वर्षमा म यस्तो ग्राइन्ड गर्छु होइन। जस्ट 4 वर्ष पछाडि म यो भिडियो हेर्नेछु। म अहिले अपलोड गर्छु यो भिडियोहरू सबै युट्युबमा होइन। अनि 4 वर्ष पछाडि म आफूलाई हेर्नेछु कि मैले के इम्प्रुभ गरेँ र मेरो शब्दहरू मैले कतिकै मैले बोलेको शब्दहरूलाई मैले कतिको के भन्छु त्यसलाई होइन, शब्दहरू बयानहरू मैले जे पनि गरेको थिएँ, मैले बोलेको थिएँ, त्यो चाहिँ मैले कतिको पुरा गर्नु सकेँ भन्ने कुरा हो यो भिडियो बनाउनु होइन। अनि त्यही हो, केही छैन, हिम्मत हारेको छैन। मैले योभन्दा 4 वर्ष अगाडिदेखि मैले फरेक्समा भित्र मार्केटमा छिरेको हो। तर मैले मार्केटमा छिर्दाखेरि कहिले डिसिप्लिन भएन, कहिले कन्सिस्टेन्सी भएन। मैले अघि पनि भने 1 वर्ष हराइदिन्थेँ। म 1 वर्ष पनि हराएको छु, ग्याप राखेको छु, 1.5 वर्ष पनि ग्याप राखेको छु होइन। र अस्ति भर्खर पनि मैले 3-4 महिना ग्याप राखेँ। सो अब चाहिँ यस्तो हुने छैन है। यो भिडियो बापत मैले भन्दैछु, इमेज तैँले यो अब पनि यस्तै गरिस् भने यो 2030मा इम्प्रुभ हुने छैन। सो फ्रम टुडे अनवर्ड्स होइन, आई वाज लक्ड इन 4 वर्ष, 1 वर्ष पनि होइन, 2 वर्ष पनि होइन, 4 वर्ष मेहनत गर्नेछु एकदमै ट्रेडिङमा। अनि यसको रिजल्ट हेर्नेछु कस्तो आउटकम हुनेछ है त। त्यही माथि अब अहिले म बारिस्टा पनि सिकिरहेको छु, बारिस्टामा काम गर्दैछु, कोस्टा कफी भन्ने। अनि त्यही हो, अब कामको बारेमा चाहिँ धेरै कुराहरू खेलिरहेछ होइन। अब त्यो कुरा चाहिँ नगरौँ, पछि अब भिडियो बनाउँदैखेरि अब मलाई मनमा लागेको कुराहरू भन्नु मन लाग्यो भने भनौँला होइन, यस्तो कुराहरू। र त्यही हो, अब लेट्स गो इट फ्रम टुडे अनवर्ड्स 2030 होइन। मलाई पर्खिराख इमेज, म आफूलाई भनिरहेको छु, इमेज पर्खिराख। 2030 आजदेखि सुरु हुँदैछ, 4 वर्ष। आई विल सी यु आफ्टर 4 years।